हेलो गाइज नमस्ते। आशा गर्दछु कि सबैजना राम्रोसित होला, अरू सन्चै होला। म पनि यता सन्चै छु। खासमा चाहिँ यो चाहिँ अलिकति विस्तार रूपमा अलिकति छोटकरी दुई शब्द बोल्न खोजिरहेको थिएँ। हाम्रो गलकोट समाज तथा सिजोखाको संयोजक समाज संयुक्त परिवारबाट हाम्रो नेपालीको मौलिक झलक तिजको परम्परागत यहाँ जापानमा पनि मनाउँदै गरेको गर्दा हामी चाहिँ दुई चार शब्द बोल्न गइरहेछौँ। त्यही हो। अब के कस्तो विस्तार रूपमा छ, अब म ठुलो भिडियो हालेर, किन त्यो चाहिँ पर्नको लागि अलिकति धेरै टाइम पनि लाग्छ नि, त्यही भएर प्लस यही सेप्टेम्बर 11 तारिकमा हुन गइरहेछ। सबैजना आइदिनु होला। अरू यो चाहिँ सौभाग्य आइदिनु होला। म त हजुरहरूलाई यति नै भन्न चाहन्छु। र यसको चाहिँ कन्ट्याक्ट नम्बर के कस्तो, टिकटको के कस्तो प्रोसेस छ भनेर म अर्को भिडियोमा हालेर हजुरहरूलाई सबै थोक भन्दैछु। त्यत्तिकै भनेर म अब बिदा लिन चाहन्छु। अल द बेस्ट, राम्रोसँग बस्नु। अब सिजोखा पनि यता हामीहरूको चाहिँ नेपालको जस्तै झलक आइरहेछ। अब हेर्न पाउँछ भने योभन्दा अब के ठुलो चाहियो कुरो, त्यही हो। आइदिनु होला सबैजना। अब त्यही ठाउँको पनि नाम अब म अर्को भिडियोमा भन्दैछु। ल, अल द बेस्ट।